समयमा हाम्रो धरतीमा डाइनोसरहरूको राज थियो। डाइनोसरहरू हजारौं प्रजातिका थिए। यिनीहरूले करिब 14 करोड वर्षसम्म यो धरतीमा राज गरे। यिनीहरूमा कुनै मांसाहारी थिए त कुनै शाकाहारी थिए र कुनै एकदमै शान्त स्वभावका थिए भने कुनै एकदमै भयानक हिंसक स्वभावका थिए। डाइनोसरहरू त्यो समयका एकदमै सफल प्राणी थिए। यो धरतीमा हिडुल गरे, यही धरतीमा सास फेरे, यसै धरतीमा लडाईहरू लडे। तर अचानक के भयो? के घटना घट्यो र डाइनोसरहरूको अस्तित्व यो धरतीबाट सधैँका लागि टुङ्गियो? यो जान्नको लागि हामी करोडौं वर्ष पछाडि जानुपर्ने हुन्छ र डाइनोसरहरूको त्यो अन्तिम दिनलाई नजिकबाट हेर्नुपर्ने हुन्छ। हेलो एन्ड नमस्ते, इट्स मी डोटेली। आजभन्दा 6.5 करोड वर्ष अगाडि धरतीको मौसम शान्त थियो। सुन्दर लामा लामा रुखहरूमा ठोकिएको समुद्रको शीतल हावा र चारैतिर चराचुरुङ्गी र डाइनोसरहरूले कराएको आवाज। जब यी डाइनोसर प्रजाति धरतीमा आफ्नो जीवन रमाइलोसँग बिताइरहेका थिए तब यिनीहरूको भाग्य लेखिसकेको थियो। आजभन्दा 10 करोड वर्ष पहिले एउटा सानो एस्टेरोइडको टुक्रा सुदूर अन्तरिक्षबाट आइरहेको थियो, जो पृथ्वी भन्दा 20 करोड मिल टाढा मंगल र बृहस्पति बीचमा बनेको सुदूर ग्रह बेल्टमा एउटा ठूलो एस्टेरोइडसँग टक्राउँछ। उक्त टक्राउटबाट त्यो ठूलो एस्टेरोइडको दिशा बदलिन्छ र सुदूर ग्रह बेल्टबाट निक्लेर पृथ्वीतर्फ बढिरहेको हुन्छ, जसको स्पिड 22,000 मिल प्रति घण्टा हुन्छ। 40 किलोमिटर व्यास 2 ट्रिलियन मेट्रिक टन भएको उक्त एस्टेरोइड जब पृथ्वीको वातावरणको सम्पर्कमा आउँछ तब यसको स्पिड एकाएक 70,000 किलोमिटर प्रति घण्टा हुन्छ। पृथ्वीमा भएको वायुमण्डलमा घर्षणका कारण यो एस्टेरोइड विशाल आगोको रूपमा रूपान्तरण भयो। एस्टेरोइड प्रत्येक सेकेन्डमा पृथ्वीतर्फ बढिरह्यो र यसले 4 मिनेटमै अटलान्टिक ओसियनलाई पार गर्यो। यसको प्रकाश धेरै भएका कारण पृथ्वीमा पुग्न अगावै पृथ्वीका कयौं जीव अन्धा भइसकेका थिए। यो एस्टेरोइड केही बेरमै मेक्सिको जमिनमा खस्छ र त्यस ठाउँमा 35,000 डिग्री सेल्सियस ऊर्जा भएको एकदमै ठूलो विस्फोट हुन्छ, जसको पावर 10 हाइड्रोजन बम विस्फोट भए जति र विस्फोट भएको ठाउँको सम्पूर्ण धातु अन्तरिक्षमा समावेश हुन्छ। 16 मिनेट 40 सेकेन्ड पछि विस्फोटका कारण पृथ्वीको भित्री सतहमा 11.1 रेक्टर स्केलका भूकम्पीय तरंगहरू आउन लागे, जसका कारण समुद्रमा सुनामी र ज्वालामुखी विस्फोटन भए। पृथ्वीको तापक्रम अत्यधिक भएका कारण पृथ्वीमा भएका बोट बिरुवाहरू सम्पूर्ण नष्ट भए, जसले गर्दा 90% जीव जन्तुहरूको अस्तित्व टुङ्गियो। 10% जीव, जसको तोल 30 केजी भन्दा कम थियो, उनीहरू मात्र बाँच्न सफल भए।